अनि दोस्रो म्याचमा चाहिँ कर्णाली याक्स भर्सेस विराटनगर किङ्सको म्याच पनि भएको छ टी क्रिकेट स्टेडियममा 4 बजे साँझको, जसमा अहिलेसम्मको हिस्ट्री हेर्दाखेरि कर्णाली याक्सले लुम्बिनी लायन्ससँग मात्रै जित हासिल गर्न सकेको छ भने विराटनगर किङ्स निकै नै बलियो देखेको छ। अर्थात् उसले जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाजलाई पराजित गरेको देखिन्छ। यस एनपिएल सिजन 2मा कर्णाली याक्सको टिमहरूको लिस्ट भन्नुपर्दाखेरि मुख्यतया मेन क्याप्टेन सोमपाल कामी रहेका छन्। त्यसै गरी गुलसन शाह, नन्दन यादव, मार्क वाट, दिपेन्द्र रावत, विपिन शर्मा, युवराज खत्री इत्यादि रहेका छन्। त्यसै गरी विराटनगर किङ्सको निकै नै प्रख्यात बलर सन्दीप लामिछाने क्याप्टेन रहेका छन् भने उनले निकै नै राम्रो बलिङ प्रदर्शन र विकेट पनि व्यापक लिएको देखिन्छ यस सिजनमा। त्यसै गरी लोकेश बहादुर बम जसले निकै नै राम्रो ब्याटिङ गरिरहेका छन् यो सिजनमा भने सुभाष भण्डारी, बसिर अहमद, प्रतीश जेसी, नारायण जोशी, मार्टिन गुप्टिल, मोचान ढिलाङ्गे एन्ड शुभम रञ्जाने इत्यादि रहेका छन्। भोलिको म्याच निकै इन्ट्रेस्टिङ हुनेछ। सबैले हेरेर साथ सम्वर्धन गरौँ। धन्यवाद।